प्रधानमन्त्री केपी शर्मा ओली निकै ठूलो दबाव र तनावमा छन्, जसको असर उनको अनुहारमा प्रष्ट देख्न सकिन्छ। दबाव र तनावको कारण धेरै छन्, तर पछिल्लो समय राजावादीहरूले देखाएको शक्ति प्रदर्शनले उनी झनै दबावमा छन्। यो दबाव बढाउन अघि सरेका खास पात्रहरू एक समय ओलीकै निकटवर्ती थिए र छन् पनि। अहिले यही सम्बन्ध ओलीमाथि औँलो ठड्याउने आधार बनेको छ। प्रधानमन्त्री ओलीको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईसँगको अन्तरङ्ग सम्बन्ध बेला बेलामा चर्चाको विषय बन्ने गर्छ। विरोधीलाई निमित्यान्न पार्न अति निर्दय बन्न सक्ने ओली कसैलाई काखी च्याप्नु परे सबै थोक बिर्सेर बोक्न पछि पर्दैनन्। तर उनले जसलाई काखी च्यापेका छन् तिनीहरूसँग उनको सम्बन्ध नै यिनको लागि उल्टै पेचिलो प्रश्न बन्ने गरेको छ। यो देशमा अहिले गणतन्त्रवादी र राजावादीहरूबीच चर्को बहस शुरू भएको छ। राजावादी जो आफूलाई राष्ट्रवादी भन्न रुचाउँछन् उनीहरूको तारोमा छन् प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजावादीहरूप्रति ओली पनि उत्तिकै कठोर छन्। आइतबार काठमाडौँमा राजावादीहरूले गरेको शक्ति प्रदर्शन गर्दै गर्दा प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै पूर्व राजा र राजावादीहरूमाथि व्यङ्ग्य कस्न व्यस्त थिए। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानुनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? उहाँहरूका यस्ता अस्थिरताका क्रियाकलापहरूले, अराजक क्रियाकलापहरूले, उहाँहरूद्वारा प्रेरित अराजक क्रियाकलापहरूले देश अप्ठ्यारोमा पर्दैछ। चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको, मलाई साथ देऊ, म आउँछु। कहाँ आउने उहाँ? पोलिटिक्समा आउनुहोस् न, हामी त स्वागत गर्छौँ त। राजावादीहरूको आइतबारको शक्ति प्रदर्शनमा अगुवाई गर्ने मुख्य व्यक्तिहरू प्रधानमन्त्री ओलीसँग खास सम्बन्ध भएकाहरू नै थिए, जसमा राप्रपा अध्यक्ष लिङदेन, राप्रपा नेपालका अध्यक्ष थापा र मेडिकल व्यवसायी दुर्गा प्रसाई। संसदीय निर्वाचनको पछिल्लो 2 संस्करणमा झापाको स्थानीय राजनीतिमा ओली र लिङदेनको गठबन्धन उदाहरणीय नै मानिन्छ। यी दुईले एक अर्कामा चुनावी प्रतिस्पर्धा गराएनन् भने एक अर्काको ठाउँमा गएर एक अर्काको चुनावी प्रचार पनि गरे। पछिल्लो चुनावमा झापा 3मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मत अन्तरले हराउँदा लिङदेनलाई ओलीले साथ दिएका थिए। लिङदेन विरुद्ध एमालेले उम्मेद्वार समेत दिएन। यता झापा क्षेत्र नम्बर 5बाट नेपाली कांग्रेसका उम्मेद्वारलाई 28,000 बढी मतले हराएर जित हात पार्दा ओलीलाई लिङदेनको राप्रपाले समर्थन गरेको थियो। यो मिलन अहिले राजावादी र गणतन्त्रवादी बनेर विभाजित बनेको छ। यता राप्रपा नेपालका अध्यक्ष कमल थापाले 2079 साल मंसिर 4 गते भएको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर 1बाट चुनाव लडे, जहाँ उनलाई ओलीले एमालेको सूर्य चिन्ह प्रदान गरेको थियो। तर एमाले भित्र देखिएको तीव्र असन्तुष्टिका अघि थापा टिकेनन् र चुनाव हारे। यस्तै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाई माओवादी त्यागेर ओलीसम्म पुग्दा प्रिय पात्र बनेका थिए। झापाली साइनो केलाउँदै प्रसाई ओलीलाई हजुरबा भन्थे र ओलीले प्रसाईलाई एमालेको केन्द्रीय हैसियतसम्म पुर्याए। तर सम्बन्ध नटिकेपछि अहिले ओलीको खरो आलोचक नै प्रसाई बनेका छन्, जसको कारण प्रसाईले हिरासतको हावा समेत खाइसकेका छन्। ओलीको उदारता गजबकै मानिन्छ। नजिकिएपछि उनी जति उदार कोही हुँदैनन्। तर यही बानीका कारण ओली र एमालेले कति क्षति भोगेको छ भन्ने उनले कहिले सोचेका छैनन् र नानीदेखि लागेको बानी सुधार्ने अब त सम्भावना पनि देखिँदैन।